वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी भिडियोको स्टार्ट गर्दैछौँ रातिबाट। भिडियो स्टार्ट गर्दैछौँ रातिबाट र हाम्रो चाहिँ यसको के अरे ब्यान्डेज के भन्छ ब्यान्डेजको चाहिँ पिन हराएर हामीले चाहिँ देशी जुगाड गर्न जाँदैछौँ गाइसहरू। र मलाई भ्लग बनाउँदा चाहिँ कस्तो अझै फिल भइरहेको छ किनकि क्यामेरा लिएर यस्तो क्यामेरा लिएर यस्तो बाहिर बत्ती बाल्दै हिँड्नु परेछ नि त। त्यही भएर हाम्रो यसलाई नदेखाऊँ होला गाइज होइन। हेर्नु हामी चाहिँ रातिबाटै हो भ्लगबाट बनाएको। हेर्नुहोस् गाइजहरू यसलाई देखाऊँ र देशी जुगाडमा खायो। बाहिर चाहिँ हल्का डिस्टर्ब जस्तो फिल भयो त्यही भएर चाहिँ हामी चाहिँ भित्र आयौँ होइन किनकि बाहिर अङ्कलहरू आइदिनु भएको थियो। हामीले यो कपडा फुकाल्दै थियो त्यो अङ्कलहरू आइदिनु भयो होइन। अनि उसको स्कुलको चाहिँ सर हो यो चाहिँ देशी जुगाड गर्न जाँदैछ। तेरो पिन त मैले यता कता ला मोरो मेरो हात त फेरि एकदमै पनाउँदैछ नि त गाइजहरू होइन। यो चाहिँ मेरो फोन भइहाल्यो, यो सलिताको फोन भइहाल्यो। मोर्छ कि म पनाउँदै यहाँ त फेरि फोन पनि मान्छेभन्दा धेरै फोन छन् गाइजहरू होइन त भाइ होइन त हो कि भन् त हो कि भन् न। छ्या मैले त भर्खर भ्लगमा हेरेर पो थाहा भएको त ऐनामा हेरेर गाइज। मैले चाहिँ आमाको चाहिँ यत्रो चोखोपानीहरू छ र बट म चाहिँ यिनीहरूको नजिक जानु चाहिँ मिल्दैन किनकि ल हामी बाहिर डुल्न जाँदैछौँ। नाइट वाक भन्छ न नाइट वाक गर्न जाँदैछौँ गाइजहरू। र अँध्यारोमा के देखाउनु होइन हेर्नु न त्यही पनि हामी नाइट वाक गर्न जाँदैछौँ। हामी त्यतिको भ्लग बनाउँदै हिँड्नु त्यस्तो अँध्यारोमा जान लाग्छु तपाईँहरूको लागि म त जाम र यहाँभित्र जानै डर लाग्छ कि गाइजहरू हेर्नु न। म एक्लै यहाँसम्म त आएँ जाम कसरी हेर्ने गाइजहरू। मकैबारीमा एक्लै उता चाहिँ च्यान डाँडा छ गाइजहरू। म भोलि बिहान देखाइदिउँ भ्लगमा हालिदिउँ ल। हेर्नु गाइजहरू यहाँ चाहिँ यस्तो छ र मलाई चाहिँ हल्का डर पनि लाग्छ यहाँ किनकि त्यो अङ्कल हुनुहुँदो रहेछ बिचारी कुखुराहरूले घेटा गर्छ अनि म त को स्यालहरू आयो क्या हो भन्ने पनि डर हुन्छ हो नि त। म भने बारी देखाएर पनि आइसकेँ गाइज होइन। त्यस्तो हँध्यारोमा नडराइकन गएर पनि आइसकेँ। एउटा मान्छे भने ब्यान्डेज लाउन नसकेर के भन्ने यसलाई एकछिन है गाइज। म भिडियो चाहिँ के अरे स्किप गरिदिनुहुन्छ ब्यान्डेज यो के भन्छ रोशनी दिदीको ब्यान्डेजलाई धेरै इज्जत दिन कस्तो है गाइज। बल्ल हाम्रो देशी जुगाड चाहिँ भयो गाइज होइन है। यति गाह्रो थियो होइन गाह्रै थियो। हामी चाहिँ अब नाइट वाक गर्न जाँदैछौँ। जामा न कस्तो राम्री हौ के तिमी यति बुढी भनेको ए गाइजहरू यसको लागि हामी माफी माग्न सक्दैनौँ। अहिले कट गरिदिउँला नि त न गाइज। हेलो हामी चाहिँ बाहिर जाँदै गएको। यो ठाउँ चाहिँ तपाईँले चिन्नुहुन्छ भने कमेन्ट हाल्नु। कस्तो राम्रो छ क्या बाटोबाट नाचेल खान त। गाइज मेरो एउटा डान्स हेर्नुहोस् गाइज यही हो मेरो डान्स एउटा। हल्कामा चाहिँ स्लो मोसनमा खिच्दिउँ न गाडीको पाङ्राको फिल। गाइज हेर्नु मेरो गाइज हाम्रो चाहिँ नराम्रोसित बेइज्जती भइसकेको छ। गाडी आयो देखेको छु होइन गाइज।
पहिलोचोटि हो नि त उही कसले लेख्यो यो पढ्नु त गाइज के लेखेको BM त्यो छाडा चाहिँ नबोल ल भाइ A प्लस E मेरा मतलब ये है त्यो के मन देख्छु सारे आर गाइजहरू यो कसरी बनाएको चाहिँ कमेन्टमा हान्नुहोस् होला यो के हो आर प्लस जरुर भन्नु होला अनि यो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु यो चाहिँ कन्फ्युज है त ए राखी 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 जुन कुइली खतरा खाना जिन्दगी भवाल छ गाइज मैले यति ट्राई गरेको जामला डुल्ला गाइज हामी डुल्न हिँडेर आएको छौँ होइन यही हो घर के को डुल्दैन पनि यो गाडीमा त भरिला पहिला तल जाने होला नि त खोलामा त नजाने यस्तो होला डुल्न जाने गाइज कुनै दिन खोलाको पनि भ्लग ल्याउँछौँ हामी कपडा धुन गएको कस्तो राम्रो भ्यू आहा हो हाम्रो बाटोमा फेरि यी बाटोमा बत्ती हालिदिएका छन् र भिडियोमा के सेभ गर्नु थाहा के त्यो नाइट वाकिङ नाइट वाक भने सच भने सुरुमै हाम्रो ब्लग आउन पनि सक्छ नआउन पनि सक्छ होइन हामीलाई त प्योरै चाहिँ थाहा छैन उयो आमालाई पनि त कुर्ने होला नि त बिचरा आमा आमालाई फेरि कुनै बिर्सेछन् गाइस फेरि फर्किनु पर्यो कस्तो नराम्रो भयो गाइजहरू अब यहाँ त हिँडिरहेको छौँ होइन आफ्नै घरमा फर्क्यौँ फेरि होइन र तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने यस्तो बाइक स्कुटरहरूको आवाजले चाहिँ धेरै एडिटिङ भइरहेको होला होइन म देखेको छु आमा चाहिँ कस्तो राम्रो देखेको के खोप्रा नि मिल्छ मैले नि सुने तपाईँहरूले चाहिँ नसुनेकै राम्रो होइन त जाममा मेरो साथीहरूको नि परिचय गरेर यसको मम्मी र मेरो साथीहरूको परिचय चुप 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 होला मत सुतेछु गइसक्यो अब दीक्षाको मात्रै भन् गरौँ न त किन छोड्नु न क्या दीक्षा गुरुङ हेलो भन्न हेलो हेलो यसको मम्मीलाई देखाउनु परेन आन्टी निदा लाग्यो होइन क्या हामीले एउटा सानो युट्युब च्यानल खोलेछौँ के अरे 82% यो काटिन्छ यहाँबाट यस्तै गर्नुपर्छ म देखेको छु कहाँ गयो पिङ्की ऐनामा गर्नु त ऐनामा यसरी के भन्नुहोस् पेट नले उहाँ र आमा अघि देख्नुभयो होला को राम्रो हुनुहुन्छ भन्नु है हेर्नु त गाइस घरमा आएको पाहुनालाई धकालेर पठाए यसलाई चाहिँ दर कमेन्टमा कराउनु है खै आज कृष्ण भन्ने धन्दै मोबाइल खसाल्दै थिइस् झन्डै मोबाइल हँसाएको थियो किनकि गाइस तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्थेँ किनकि यो भिडियो राम्रो होस् या नराम्रो होइन राम्रो होस् या नराम्रो
राम्रो गरेर हेरिदिनु होला हामीले बनाएको भिडियो होइन। अब त हामी अलिकति बच्चै नै छौँ नि त, त्यही भएर नजाने सिकाइदिनु होला। गोल्डन प्ले बटन सिल्भर प्ले बटन ल्याइदिनु अनुरोध गर्दछु सब्सक्राइब गरेर पछि सपोर्टहरू दिँदै जानु होइन त भाइ। ल तैँले पनि बनाइदिनु भन्नु। ल अब एकचोटि इन गरिदिउँ ल। लगाइदिनु घुम्न चाहिँ सकिएन। यहाँ हेर्नुहोस् त लगाइसकेन गाइजहरू। टाटा बाई।